अब हामी नेपाली ट्रेनिङ भिडियोको पार्ट 10 मा छौं, जसमा म तपाईहरुलाई हेलिङ ब्रश टुल, स्पोर हेलिङ ब्रश टुल र प्याच टुल को काम देखाउने छु। जस्तै मसँग एउटा फोटो छ, कन्ट्रोल ओपन गर्नुस्। फर एक्जाम्पल तपाईसँग एउटा फोटो छ ल। अब यो फोटोको अब तपाईले यो टुल चाहिँ कतिखेर युज गर्नुहुन्छ, यो स्पोर हेलिङ ब्रश टुल भने जस्तै तपाईको यदि फोटोमा चाहिँ कुनै ठाउँमा अनुहारमा हुन सक्छ अथवा निधारमा हुन सक्छ, जुन ठाउँमा यदि सानो सानो दागहरु छ भने त्यसलाई हटाउनलाई युज गर्न सक्नुहुन्छ। जस्तै अब क्लिक गर्दिनुस्, यो डाइरेक्टली क्लिक गर्न सक्नुहुन्छ। यसरी भनेको तपाईले यदि फोटोलाई अथवा फेसलाई सफा गर्नु पर्यो भने त्यतिखेर तपाईले यो टुल युज गर्न सक्नुहुन्छ, स्पोर हेलिङ ब्रश टुल ल। त्यस्तै गरी अर्को छ हामीसँग यहाँ यो हेलिङ ब्रश टुल्स भनेको छ, यसको पनि काम सेम हो। यसले पनि फोटोको दागहरु हटाउने काम गर्छ। जस्तै मसँग एउटा यो अलि ठुलो दाग भएको, अलि लामो खालको दाग भएको फोटो छ अरे, र त्यतिखेर तपाईले कुनै एउटा राम्रो ठाउँमा जस्तै यो पोइन्टमा गएर अल्ट की दबाइदिनुस्, कीबोर्डमा रहेको, र एकचोटी क्लिक गरिदिनुस्। अब यसरी क्लिक गरिदिनुस्, यसरी तपाईले एकैचोटी सजिलैसँग हटाउन सक्नुहुन्छ। त्यस्तै गरी अर्को छ हामीसँग यहाँनिर गएर यो प्याच टुल भनेको छ। यो टुल चाहिँ कतिखेर युज गरिन्छ भन्दाखेरि यदि तपाईको दागहरु हटाउनु पर्यो, जस्तै फर एक्जाम्पल म यहाँ एउटा सानो कोठी राखिदिन्छु, यहाँ क्लिक गरिदिन्छु, यस्तो छ अरे। भनेको यस्तो यदि तपाईलाई कोठीहरु हटाउनु पर्यो भने त्यतिखेर तपाईले युज गर्न सक्नुहुन्छ। जस्तै प्याच टुलमा क्लिक गर्नुस् र यो एरियामा सिलेक्सन गरिदिनुस्, अब छोड्दिनुस् र जुन ठाउँमा राम्रो ठाउँ छ त्यसमा लगाएर छोड्दिनुस्। त के हुन्छ भन्दाखेरि यो राम्रो ठाउँ कलर चाहिँ यसमा रिप्लेस हुने काम हुन्छ यसरी। अथवा यहाँ सजिलैसँग स्पोर हेलिङ ब्रश टुल युज गर्नुस्, क्लिक गरिदिनुस् डाइरेक्टली। यसरी फोटो सफा गर्ने कन्डिसनमा तपाईले यो काम गर्न सक्नुहुन्छ। यो टुल सजिलो त्यतिखेर युज गर्ने हो। र त्यस्तै गरी अर्को छ यहाँ कन्टेन्ट अवार मुभ टुल भनेको छ। जस्तै यसको लागि म एउटा फोटो ल्याउँछु र म एउटा फोटो ओपन गर्दैछु। यहाँनिर यो फोटो छ मसँग। अब यसमा फर्स्टमा यहाँ मोडमा यहाँ मुभ र एक्सटेन्ड भनेको छ। जस्तै मुभमा क्लिक गरिदिन्छ। अब मुभमा गरिसके पछाडि तपाईँ यहाँनिर चाहिँ यहाँ छ एडाप्टेसन, केमा राख्न चाहनुहुन्छ, भेरी लुज भन्ने चाहिँ। जस्तै अब म यहाँ तल जान्छु, अलिकति जुम गर्नुस् र फोटोको एरिया म सिलेक्सन गर्दैछु। जस्तै माउसलाई होल्ड राख्नुस्, थिचिराख्ने, र यो पोइन्टबाट म अब फेरि यसलाई घुमाइदिन्छु यसरी। सिलेक्सन गरिदिनुस्। जस्तै मसँग यस्तो छ र अब यसलाई यहाँ छोडिदिनुस्। अब यो छोडिसके पछाडि तपाईँ यसलाई थोरै यता तान्नुस् त। जस्तै यसलाई म अलिकति तान्छु, अब छोडिदिन्छु। यसो गर्दा के हुन्छ भन्दाखेरि यो तन्किने काम, अथवा कन्ट्रोल जेड गर्नुस् त अन्डु, यसरी तन्किरहेको हुन्छ। फेरि कन्ट्रोल जेड गर्छु। यसरी तपाईले कुनै पनि साइड बढाउन सक्नुहुन्छ मुभ गर्नको लागि। पहिलाको हाम्रो ओरिजिनल ठाउँ चाहिँ के हुन्छ, रिमुभ हुन्छ र तपाईले जताबाट तन्काउनु भयो त्यताबाट तन्किने काम हुन्छ अथवा मुभ हुने काम हुन्छ। यहाँ तपाईले जुनसुकै ठाउँमा युज गर्न सक्नुहुन्छ, सेम हो। सिलेक्सन गर्नुस् कुनै एउटा एरिया र मुभ गरिदिनुस् यसरी ल, कन्ट्रोल जेड। र त्यस्तै गरी अर्को छ यसमा यो हाम्रो एक्सटेन्ड भनेको छ। जस्तै यसमा म भेरी लुज राखिदिन्छु र एउटा कुनै एरिया सिलेक्सन गर्ने काम गर्नेछु। जस्तै जस्तै मसँग यो छ। अब यसलाई तल तान्नुस् त। भनेको हामी यसरी कन्ट्रोल जेड गर्दैछौँ, कन्ट्रोल डी कन्ट्रोल जेड कन्ट्रोल। यसरी हामी यसको पेट ठुलो अथवा साइजहरु तपाईले कुन साइडमा ठुलो अथवा मोटो गर्नु पर्ने छ त्यतिखेर तपाईले यो हाम्रो यहाँ छ, यहाँ छ कन्टेन्ट अवार मुभ टुल, यसलाई युज गर्न सक्नुहुनेछ। र त्यस्तै गरी अर्को छ यहाँनिर रेड आई टुल भनेको छ। जस्तै म कन्ट्रोल ओ गर्छु, एउटा फोटो ल्याउन चाहन्छु। जस्तै मानिलिउँ मसँग एउटा फोटो छ अरे। अब यो चाहिँ कतिखेर युज गरिन्छ भन्दाखेरि यदि तपाईको आँखाको नानीभित्र रातो छ भने, विशेष गरी यो क्यामेराबाट खिचेको फोटोहरुमा रातो आउँछ,
र स्क्यान अथवा स्क्यान मेसिनबाट तपाईँले स्क्यान गर्नुभएको फोटोमा त्यस्तो हुँदैन, बेसिकली क्यामेराबाट खिचेको फोटोमा त्यस्तो हुन्छ। जस्तै यो आफ्नो भित्रको नानीमा यदि तपाईँको रातो छ भने तपाईँले यो रेड आई टुल युज गर्न सक्नुहुन्छ। जस्तै यसमा क्लिक गर्नुहोस् र आँखाको नानीमा क्लिक गरिदिनु पर्ने हुन्छ। जस्तै हाम्रो यहाँ हेर्नुहोस् त क्लियर एक्चुअली यो रातो रातो देखिन्छ। यहाँ क्लिक गर्नुहोस् त, यसरी हामी नर्मल बनाउन सक्छौँ। यसरी फेरि कन्ट्रोल गर्छु, अर्को एउटा इमेज हेरौँ। जस्तै भाइलाई पनि ओपन गरिदिन्छु। जस्तै हाम्रो यहाँ हल्का रातो रातो देखिन्छ, यसमा यहाँ क्लिक गरिदिनुहोस् त। अझ विशेष गरी यो भित्रको नानीमा यसरी हामी रातो बनाउन सक्छौँ। यो तपाईँले आँखाको नानीभित्र यदि रातो छ भने त्यतिखेर युज गर्न सक्नुहुन्छ। ल यो त भयो, मैले तपाईँहरूलाई यो टुल्सहरूलाई बेसिक कुराहरू कसरी युज गर्ने अथवा कुन टुल्सहरूको युज कतिखेर आउँछ भन्ने जानकारी गराएँ। बाँकी हामी नेक्स्ट भिडियो ट्युटोरियलमा हेर्नेछौँ। बाँकी नेक्स्ट भिडियो ट्युटोरियलमा देखाउनेछु। अहिलेलाई यति नै, धन्यवाद।